मैले आजसम्म एउटा अभिभावकको कुरा कहिले बिर्सन सकिन। उहाँले भन्नुभयो, मलाई धेरै पहिला नै थाहा थियो मेरो बच्चामा केही न केही फरक छ भनेर, तर मैले कसैलाई भन्न सकिन। किनभने मेरो पहिलो डर नै थियो समाजले के भन्लान्। यही एउटा वाक्यले नेपालका कति परिवारलाई वर्षौंसम्म चुप बस्न बाध्य बनाएको छ। नेपालमा अझै पनि ओटिजमको बारे धेरै गलत बुझाइहरू छन्। धेरै अभिभावकहरूले सुरुमा देखिएको संकेतलाई सामान्य विकासको भाग ठान्नुहुन्छ। जस्तै बोल्न ढिलो हुन्छ, केटाहरू यस्तै हुन्छ, अलिकति ढिलो हुन्छ, बोलिहाल्छ नि, ठूलो भएपछि आफै ठिक हुन्छ। यस्ता वाक्य सुन्दा सुन्दै धेरै परिवारले वर्षौं पर्खिनुपर्छ। तर अनुसन्धानले यहाँ फरक कथा भन्छ। नेपालको ग्रामीण क्षेत्रमा गरिएको एउटा अध्ययनले प्रति 1000 बाल बालिका मध्ये करिब 3 जनामा ओटिजमको लक्षण देखिएको जनाइएको छ। अर्को अध्ययनमा काठमाडौँको एउटा ओटिजम केन्द्रमा पुगेका 90% भन्दा धेरै बच्चाहरूमा प्रारम्भिक लक्षणहरू धेरै पहिला नै देखिएका थिए, तर औसत रूपमा पहिचान भने 3.5 वर्षपछि मात्र भइएको थियो। एकछिन यो कुरालाई सोच्नुहोस्। लक्षण पहिला नै देखिएको थियो, तर हामीले पत्याएनौं, हामीले पर्खियौं र त्यो समय फेरि कहिले फर्किँदैन। किनभने बच्चाको जीवनको सुरुवाती वर्षहरू मस्तिष्क विकासको सबैभन्दा ठूलो महत्वपूर्ण वर्षहरू हुन् र यही समयमा सही सहयोग सुरु भयो भने भाषा, सञ्चार, सामाजिक सीप र दैनिक जीवनका धेरै क्षेत्रमा राम्रो प्रगति गर्ने सम्भावना बढ्न सक्छ। तर प्रश्न उठ्छ, किन यति ढिलो हुन्छ? यो आमा बुवाको गल्ती होइन, समस्या हाम्रो प्रणालीमा पनि छ। नेपालमा ओटिजम मूल्याङ्कन गर्ने विशेषज्ञहरू अझै सीमित छन्। धेरै सेवा शहरमै केन्द्रित छन्। गाउँमा बस्ने धेरै परिवार कहाँ जाने, कसलाई सोध्ने, कसरी सुरु गर्ने भन्ने अन्योलमै हुनुहुन्छ। त्यसमाथि अर्को ठूलो बाधा, मानिसले के भन्लान्। यही एउटा वाक्यले धेरै अभिभावकलाई आफ्नो पीडा लुकाउन बाध्य बनाएको छ। र अनुसन्धानले देखाइएको छ कि ओटिजम भएका बालबालिकाका अभिभावकहरूमा मानसिक, भावनात्मक र आर्थिक दबाव सामान्य भन्दा धेरै हुन्छ। तर दुःखको कुरा, उहाँहरूको पीडा खुलेर सुन्ने मानिस भन्ने निकै कम हुन्छ। म यो कुरा केवल एउटा नर्स भएर मात्र भनिरहेको होइन, म एउटा ओटिस्टिक बच्चाको आमा पनि हुँ। मलाई थाहा छ राति सबै सुतेपछि मनमा आउने ती प्रश्नहरू कस्ता हुन्छन् भनेर। मेरो बच्चालाई के भइरहेको छ, मैले कहाँ छुट्याएँ यहाँ, उसको भविष्य कस्तो होला, यो प्रश्नहरू बारम्बार सधैँ आइरहेको हुन्छ। यदि तपाईँ पनि यस्तै प्रश्नहरूसँग सङ्घर्ष गरिराख्नु भएको छ भने कृपया एउटा कुरा सम्झनुहोस्, तपाईँ असफल अभिभावक होइन, तपाईको बच्चा कुनै गल्ती होइन। अन्तमा म समाजलाई एउटा कुरा आग्रह गर्न चाहन्छु, यदि तपाईको वरिपरि ओटिस्टिक बच्चाको परिवार छ भने कृपया अभिभावकलाई दोष नदिनुहोस्, उहाँहरूलाई न्याय नगर्नुहोस्, उहाँहरूको आलोचना नगर्नुहोस्। सल्लाह दिनु अघि उहाँहरूको कुरा सुनिदिनुहोस्, बरु सोध्नुहोस् तपाईलाई कुनै सहयोग चाहिएको छ। कहिलेकाहीँ एउटा वाक्य तपाईँ एक्लै हुनुहुन्न यति धेरै शक्तिशाली हुन्छ कि त्यसले एउटा परिवारलाई फेरि उठ्ने साहस दिन सक्छ। हामीले ओटिजम भएको बच्चाहरूलाई मात्र होइन, उनीहरूको अभिभावकहरूलाई पनि साथ दिन सिक्नुपर्छ र त्यहीबाट परिवर्तन सुरु हुन्छ। जय नेपाल।